हेलो एभ्रिवान, गुड मर्निङ। सञ्चार हुनुहुन्छ म पनि एकदम ठिक छु होइन। हजुरको सामी लङ टाइम पछि नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। हजुरहरू भिडियो हेरेर सपोर्ट गरिदिनु होला। लेट्स सी। यता मसिनादेखि माथि लागिसकेको छ। आज चाहिँ तराई होली अनि पहाड चढ्दैछौँ। तर हामीहरू पहाड चढ्दैछौँ। पहाड पनि कहाँ भन्ने कुरो अहिले हामी पुगिसकेपछि मात्र देखाउँछौँ हजुरलाई। हेर्नुपर्छ त्यसै लागि लास्टसम्म त हेर्नुपर्छ भिडियो। फेरि यो बागाबानी भन्ने ठाउँमा यो चाहिँ ठ्याक्कै भन्दाखेरि योबाट त म हिँडेको छु नि यार। यो बाटो 2-3 चोटि हिँडिसकेँ। हाम्रो केटाहरू उतादेखि आइरहेको छन्। यो देखिरहेको छैन। हामीले धेरै धुलो उडाइदियो भनेर केटाहरू पछाडि आइरहेको छन् कि होइन। तर हामीले धुलो उडाइदिएको छैनौँ नि त। धुलो हामी बिहानै हिँड्यौँ नि त। हामी बिहान कति बजी हिँडेको रे? निस्किन चाहिँ 6:30 बजी निस्केको हो। खानासाना खाएर ठक्क अफिसियल्ली चाहिँ 7 बजे। 7 बजे हामी घोराइदेखि माथि लागिसक्यौँ। यो बाटो चाहिँ मलाई थाहा छैन। म फर्स्ट टाइम एक्सपिरियन्स हो यो बाटो। यो बाटो चाहिँ सैगा हो, घोराइको 19 नम्बर वडा। अब अलिकति विगत दुर्गम छ, त्यो घोराइको त अलिकति दुर्गम भनेकै होला होइन। त्यही हो। अनि त्यही हो, रमाइलो छ छन चाहिँ। अनि अफरोड त अफरोड छ, तर राम्रो चाहिँ छ। माथि सैगा जाँदासम्म चाहिँ मैले अब भनिदिन्छु यसो सरसर्ते, त्यसो चाहिँ मलाई पनि थाहा छैन। म नयाँ बाटो हो, त्यसपछि प्युठान पुगेपछि भूपेन्द्रले भनिदिन्छ। प्युठान पुगेपछि चाहिँ मेरो भन्ने चिन्ह भयो के होइन। अब रोल्पासम्म चाहिँ आफ्नै ठाउँ हो होइन। त भर्खर घाम डाँडा डाँडा झुल्किसकेको छ होइन। तल हामीहरूले छोडेर आएको कुरा यही हो। त्यो बिहान द सिन भन्छ नि, मैले बनाएको छु ल। मर्निङको भिटामिन के पाइन्छ अरे थाहा छैन। अनपढ पढ्यौँ होइन। अनपढ गवारहरू के छ भने अफरोड चाहिँ ओप्पो रहेछ ल। यस्तो अफरको ट्रेनिङ पर्ने होला। सैगा बजारदेखि तलतिर सानो कुवा रहेछ यहाँनिर सैगा बजारमा। सैगा बजार चाहिँ यो डाँडामा टक्क छ होला। सायद हामीहरू ऊ आइपुग्यो। केटाहरू पनि आइसक्यो। सबजना जम्मा भइसकेको छौँ। अब एकछिन पानी सानी खान्छौँ, अनि फेरि हिँडिहाल्छौँ। हामीहरू गन्तव्य अलि टाढै छ होइन। सरले चाहिँ हाम्रो लागि पानी लिँदै आउनु भएको छ होइन। पहिला चाहिँ उहाँले खान्छु भन्नुभएको छ। अब पानी चाहिँ गाडीमा खानुपर्ने ल। केटाहरू अब एकछिन थकानपछि हामीहरू अब हिँड्ने तयारीमा। अब हामीहरू जाँदैछौँ भर्खर यो सैगा बजार नि यति माथि र सैगा बजारको तलबाट ठ्याक्क जस्ट मुनिबाट छौँ। केटाहरू अब दाङसु उठाने चिसो चिसो पानी नानीहरूले हाम्रो खोइ यहाँ चिसो कुवा पानी रहेछ। पानी कस्तो मिठो छ नि यहाँको। भनिदिउँ क्या ल। हामीहरू अब लाग्न लाग्छ। अब हामी चाहिँ आयौँ सैगा बजार। दाइ यहाँदेखि तलतिरदेखि हो जान्छ। यहाँ उताभन्दा फास्ट छिटो हुन्छ होला है। तर खोलामा निस्केन त्यसरी उकालो चढ्ने हो। ल धन्यवाद दाजु ल है। ल हामी चाहिँ अब सैगा बजार क्रस गऱ्यौँ होइन। केटा सैगा बजार चाहिँ अब क्रस गरेर हिँडिसक्यौँ। बाटो तलदेखि हुँदै हो रे। तलदेखि यतादेखि जान्छ, तलदेखि जाँदैछ ल। बिस्तारै ल। बाटो चाहिँ अहिले डेन्जर नै रहेछ। हामीहरूलाई सैगासम्म बाटो चाहिँ थाहा थियो। अब सैगादेखि हामी ओह्रालो लागिसक्यौँ। हामी फेरि गवार भइसक्यौँ। त्यसपछि हामीहरू त गवार भइसक्यौँ। नयाँ नयाँ बाटो, नयाँ नयाँ ठाउँ। हामीहरू बाटोमा अहिले गुराँस देख्छौँ, मेल देख्छौँ। होइन होला के हो यो स्वर्गद्वार जानेपट्टि यही हो है। यहाँबाट तल झर्छ, खोलामा झरेर निस्किने हो। धन्यवाद। ट्राभल भनेको त्यही मजा हो कि। जस्तै अब हामीहरूलाई बाटो पनि थाहा हुन्न,
अब जस्तै अब कसैले भन्नुहुन्छ 8 घन्टा पुग्नुहुन्छ, कसैले 1 घन्टा पुग्नुहुन्छ होइन। हामीहरू चाहिँ सोध्दै जाने हो अनि यो सबैसँग इङ्गेज हुन्छ, यो सबैसँग कुरा गर्दै थाहा हुन्छ नि, अनि रमाइलो हुन्छ। त्यही हो ट्राभलको मजा भनेको त्यही हो। अरू त के भन्नु र, धुलो बजायो अहिले, यहाँ धुलो उड्दैन नि त। जोस् हामीहरू अलिक किन बसेका छौँ र यहाँ? हामीहरू ध्वस्तै अगाडि आइगयो रहेछ त्यहाँ माथि नरान्छ ऊ त्यहाँ तिनीहरू त्यहाँबाट झर्ने यार ओह्रालोमा त धुलो खान्न नि त यार। हामीहरू यार के साह्रो ढिलो गरेको केटा यार। त यहाँनिर चाहिँ यो यहाँनिर यार यस्तो दामी फल्याएर चाहिँ खान्न होला सायद, नत्र काफल भइदिएपछि हामीहरू यहीँ बसेर खान लाग्यो तिमी यार। काफल भएर हामी यहाँ बसेर यति बेला कोल्या खानु सक्छौँ सबै होइन। हाँगासँग भाँचेर यो नखाने भएर बच्यो यो। त्यो त चराले पनि खान्न के यार यता मागाडा ओके चराले खाने भए त हुन्थ्यो होला नि। हामीहरू चाहिँ अब रोल्पा छोल्ला जस्तो मानेको छु मैले होइन। यति अटी एकछिन अटी किन अलि म एउटा चिज देखेँ क्या, पाउनुहुन्छ यसो कमेन्ट गरिदिनु होला। मैले चाहिँ फर्स्ट टाइम देखेँ यार त्यो फर्स्ट टाइम रहेछ। हामी चाहिँ अहिले यो सायद यो रोल्पा ब्यागको उतापट्टि दाङ भयो, यता रोल्पा होला ठ्याक्क खोलामा आइपुगेका छौँ। अब यहाँदेखि माथि सुरपाल हुँदै निस्केर स्वर्गो डायरी जाने हाम्रो प्लान हो। अब चाहिँ उकालो चढिसकेपछि हामीहरू आइपुग्ने भन्ने कुरो छ। अब कति 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 लाग्छ भाइ? कति अब यहाँबाट जम्मा 5 घन्टा 5 घन्टा। अब बिस्तारै जल प्रदूषण रक्षण गरौँ, जैविक विविधताको रहो भन्ने मूल नाराका साथ हामीहरू अगाडि लागिसकेका छौँ होइन। केटाहरू पछाडि पनि आइरहेको छ। नानी यहाँ चाहिँ हामी कहाँ निस्किन्छौँ? सुरपाल निस्किन्छ नि। धन्यवाद। बेस्ट नजिक पनि नजिक। ओइ मात्र लालीगुराँस खुले खालको कम नै यारमा हेर न बरेछ नि। ओए लालीगुराँस देख्छ कि केटा हो यही सुरपाल हो नि? यही हो सुरपाल बजार, यही हो ना? भेन्डीगढी जबाङ रोल्पा हामीबाट जबाङ रोल्पा आइपुगेका छौँ होइन। सुरपाल कहाँनिर हो? त्यहाँदेखि स्वर्गो डायरी पनि जान्छ नि। ल धन्यवाद, राम्रोसँग पढ्नु है। ल अब हामी स्कुल जानु तिमी कतिमा पढ्थ्यौ? 1मा पढ्थ्यौ? आज किन स्कुल नजानु त? ल लगडा अब यतैदेखि रहेछ होइन। गाउँतिर पुरा इनोसेन्ट हुन्छ अनि हुन त पहिला हामी पनि आजभोलि चाहिँ अलिअलि बजारे होला, किनकि हामी पनि क्यामेरा खर्च गर्न सक्दैन थियौँ पहिला। अहिले पनि त लाज लाग्छ। लाज लाग्छ होइन। अझै गाउँले छौँ, अलिकति गाउँले भन्दा अलिकति माथि माथि यहाँदेखि चाहिँ सुरपाल नगएर हामीहरूसित यहाँ भोलि यता देख्छ सुरपाल, उता देख्छ स्वर्गोदारी, उतादेखि सुरपाल, यहाँबाट स्वर्गोदारी। लगडा है दामी चाहिँ तल 2-3 ठाउँ त्यो खोला थिएर मात्रै, नत्रमा आएको हेर्नु त धुलोमा पनि खाएन होइन, बाटो पनि मार्ने अगाडि हिँड्नेले कहाँबाट खान्छ भएन फेरि के भन्नु त? धुलो हामीले खायौँ यार, धुलो त खानु भयो। हामीले त हल्का हल्का खायौँ नि, हामीले त धुलै खाएन यार दाइ, हामीले त धुलै खाएनौँ त किन हो? अब त्यो पछि हिँडेन ओके ल ल लगडा स्वर्गोदारी देख लाग्छ। What is this यार? यो त शैली ओए त्यहाँ त पुरा हिमाल देखिरहेको बल्लमा मस्त। लगडा हामी पुरा आइसक्यो, चुडान पनि हल्का विकसित छ है कडा हो। यहाँ स्वर्गोदारी नगरपालिका नगरपालिका रहेछ। नगरपालिका हो यार।
डर लाग्यो स्वर्गदारी अब नजिक आउनलाई चाहिँ बाटो पिछो रमाइलो भइरहेछ है। त्यही हो, यतादेखि हेऱ्यो उतातिर हेऱ्यो, यता पनि राम्रो छ, उता फर्क्यो उता राम्रो होइन। अनि ल हामीहरू अब स्वर्गदारी नजिकै आइपुगेका छौँ। स्वर्गदारी जान ल अब यहाँबाट 10देखि 15 मिनटसम्म लाग्छ होला, किनकि बाटो पिच छ अबदेखि। प्युठान हल्का प्युठान नगर त्यो स्वर्गदारी नगरपालिकादेखि जस प्युठान छिसकेपछि हल्का अलि यतादेखि पिच रहेछ। जोस् अब नजिकै छ। जोस् तपाईँहरू अब आउन चाहनुहुन्छ भने लगभग हुन्छ नि, बाइकमा आउनुभयो भने तपाईँहरू सुरुपालदेखि भोलिदेखि भन्दा पनि यता मसिना हुँदै सुरुपाल हुँदै आउनुभयो भने तपाईँहरू लगभग बाइकमा आरामले मस्त चिल हान्दै आउनुभयो भने तपाईँहरू त्यस्तै बडीमा 3 घन्टा नत्र 2.5देखि 2 घन्टा बिचमा चाहिँ लगभग आइपुग्नुहुन्छ। तपाईँहरू ढुक्क भएर आउँदा हुन्छ। जस बाटो पनि त्यस्तो ओभर नराम्रो पनि छैन, एकदम राम्रो पनि छैन, जस्ट जस हिँड्ने लागेको छ। बाइकहरूलाई चाहिँ एकदम राम्रो छ। A few moments later. केटाहरू पनि आइसक्यो उतादेखि होइन। अब केटाहरूले खत्म, बाय बाय, टाटा, गुड बाय, गया। के हो यस्तो? यहाँबाट मोबाइल खसाइदियो यार, भिडियो बनाइदियो है चुना लगाइदियो ल के यार कडा दिमाग लगाएर त खुट्टाले बाइकले छोएर तिम्रो नाम बहिनी परिचय हिमा जस्तै रहेछौ तिमी बिहानीको घाम हिमा जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर ड्युटी भएर तिमी ड्युटी भएर हामी हेरेको हेरे 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 हामी हेरेको हेरे। ल हामीहरू चाहिँ अहिले स्वर्गदारी गेटमा आइसकेका छौँ होइन। अब एकछिन माथि गएर दर्शन गर्छौँ अनि त्यसपछि हामीहरू फेरि फर्किन्छौँ। एकछिनको लागि केही समयको लागि हेर्दै गर्नु होला सानोतिनो भिडियो साथ हामीहरू आइसकेका छौँ। अब देख्न सक्नुहुन्छ घोडाहरू पनि छ यतातिर होइन, अब हेर्न सक्नुहुन्छ। लङ टाइमपछि भिडियो धेरै ग्याप भइरहेको छ, तर त्यही पनि हामी भिडियो बनाइरहेको छौँ। केटाहरू पछाडि आइरहेको छ, हामीहरू अगाडि टक्क गेटमा छिर्ने बित्तिकै दर्शन गरेर दामी हुन्छ। अब क्राउ के छ ल मेरो स्वर्गदारीको गेटमा अब हामीहरू जान्छौँ। नेपाल प्युठानको वान अफ द बेस्ट धार्मिक स्थल प्युठान जिल्लाको स्वर्गदारीमा आइपुगेका छौँ होइन। अब माथि गएर एकछिन यहाँ फेरि सिडी चढिन्छ। लालीगुराँस देख्न सक्नुहुन्छ है, नेपालको राष्ट्रिय फुल दामी छ। ल त्यहाँ टिप्न जान सकिन्न अहिले फेरि हुन्छ होला। ल पुरा थकितमा छ नि, थकिने अरे यार। अब थकित त होइन त्यस्तो जीवन केटाहरू खाना नखाएर आएको, मन्दिर आउँदा खाना खानुहुन्न भन्छ नि, तर हामीहरूलाई खाना खाएर आन्थ्यो। हामी खाना खाइएन सब्सक्राइब हानिदिनु पर्यो। मेरो कुनै सब्सक्राइबर हुनुहुन्छ भने गएर टक्क लगाएर उसकोमा नै हानिदिनु पर्यो। त भोकले मर्ला त मन्दिरमा आएर पनि भोकले मर्ला केटा हो। मन्दिरमा आएर भोक लाग्यो भन्ने कुरा नगरौ न केटा हो, सबै नागरिक बनाऊ न, थाहा छैन। अब जोस् एकछिन माथि गएर दर्शन गरिदिन्छ, त्यसपछि चल्दिने दिनबाट त्यही बाटो सिधै ढोका छ। अनि के गर्नु यारमा गाह्रो भएको छ त यार, कालो सिडी चढ्न ढोका छ। खै कति सयवटा सिडी छ भन्ने सुनेको थिएँ मैले, एक्ज्याक्टली चाहिँ थाहा भएन, कतै बोर्डमा लेखा भयो अहिले। यसो देखाऊँ ल बरु बाबा कि चाहिँ हुई गयो यो वर्षको गुराँस फुल है स्वर्गदारीमा राम्रोसँग टिकेको छैन होला, टक्क दबारी पनि छ। देख्न सक्नुहुन्छ मैले गुराँस फुल दामी छ। जोस् अब अब गेट आइपुग्नु लाग्छ, एकछिनमा गेटमा गइपुग्छौँ होला। दामी छ। लामो सफरको यात्रापछि हामीहरू आइसकेका छौँ माथि स्वर्गदारी। पछाडि चाहिँ देख्न सक्नुहुन्छ ट्याग जस्ट अब
फर्स्ट गेट हामी पछि चढेर अब लास्ट सिडीको गेट सक्यौँ ठ्याक्क पछाडि चाहिँ स्वर्गद्वारी मन्दिर छ। अब ठ्याक्क आइपुगेका छौँ हामीहरू। अब साथीहरू तल अझै आइपुगेका छैन। तल साथीहरू आयो भने सँगै हामीहरू सँगै भित्र प्रवेश गर्छन्। केटाहरूले यस्तो कुरिम गडाउँछ र अझै आनन्द यार। तल देखिने नाम निशानै छैन यार, किन हो कि यस्तो यार। हामीहरू बसेर जाडो हुनलाई हावा लास्दै चल्दो रहेछ। जे होस् मौसम चाहिँ एकदम बब्बाल छ यताको होइन, देख्न सक्नुहुन्छ होइन। यहीँ बसिरहेको छ अहिलेसम्म, केटाहरू आन्न अब कुरेर बसिरहेछौँ। Few moments later. A few inches later. अरू 1 घन्टा पछि चाहिँ बल्ल आउँछ नि। ल ठिक छ नि, कहिले हो के छ, कहिले आएको? भर्खर ठिक छ नि ल ठिक छ। कति मोटाको यहाँ क्यामेराम्यान पनि लिएर आएको छौँ, अफगानिस्तानबाट मगाएको क्यामेराम्यान सहित हाम्रोसँगै छन्। ए पाकिस्तानबाट। ल अब हामी भित्र छिर्छौँ। पाकिस्तान कि देवीस्तान? अगाडि चाहिँ हाम्रो मेन मन्दिर छ होइन। केटा सबै जम्मा भइसक्यौँ। अब एकछिनमा हामी भित्रतिर छौँ अनि के छ त्यहाँ मन्दिरमा यसो दर्शन गरेर निस्किन्छौँ। केटाहरूले सबले अब भोक लाग्यो भन्ने कुरो भयो। अब केटाहरूले हामीहरूले अब यता स्वर्गद्वारीको साग र भात नखाएर त कहाँ हुन्छ त होइन। स्वर्गद्वारीको साग, अर्ग्यानिक साग र भात टक्क हानिन्छ। अनि त्यसपछि पहिला चाहिँ हामीहरू सर्वप्रथम चाहिँ पहिला चाहिँ मन्दिर अर्डर त गरौँ न। अहिले चाहिँ अर्डर गर्नु पर्ने रहेछ, त्यही भएर आइसक्यो। भोजनालय आश्रम टक्क त्यहाँसम्म हुन्छ। ल हामीहरू के पाइन्छ यसो यहाँबाट जाम्ला नि यसरी नै, यहाँबाट होइन तलबाट मेन तल देखियो। ल हामीहरू चाहिँ अब भित्रतिर लागिसकेका छौँ मन्दिरतिर। एउटा अब मेन मन्दिर चाहिँ यही हो, ठुलो गेट चाहिँ मेन मन्दिर। यहाँको स्वर्गद्वारीको मेन मन्दिर भन्नु नै यही हो। अब यो मन्दिर चाहिँ हामी एक परिक्रमा लाउँछौँ। त्यसपछि यसो ड्रोन सट हान्न दियो भने ठिकै छ। हामी अथोराइटी लिएर सोधेर चाहिँ हान्छौँ। हेर्न सक्नुहुन्छ एकछिनमा ड्रोन सट पनि। अगाडि चाहिँ भ्यूहरू चाहिँ बब्बाल देखिरहेछ मन्दिरहरू चाहिँ। सही हो, मेन मन्दिर चाहिँ यही हो, देख्न सक्नुहुन्छ। स्वर्गद्वारीको महापर्वको मेन मन्दिर चाहिँ यही हो। जतिहरू पनि दामी छ, जस टक्क हेर्न सक्नुहुन्छ। के छ त अनि ठिक छ होइन आइयो होइन आइयो स्वर्गद्वारी। तिम्रो कति आयो? म त अहिलेसम्म 4 चोटि हुन्छ। मेरो फर्स्ट टाइम हो मेरो त। फेरि हेलिकप्टरमा आएको, हेली बस्नु ठाउँ चाहिँ उता पारि डाँडामा छ टक्क। हामी चाहिँ हेलीमा डाँडा रहेछ त्यहाँ मान्छे। सही हो। हेलिकप्टरको फेरि ड्राइभर त हुन्छ। हेलिकप्टर ड्राइभर कहिले हुन्छ बट कहिलेदेखि हुन थाल्यो? हामी चाहिँ अब मन्दिर दर्शन मेन मन्दिरमा दर्शन गर्नु सोचेको सब कुरा होस् हाम्रो हामीहरू होइन। स्वर्गद्वारी बाबाले पूजा रक्षा गर्नु। हामीहरू मन्दिर परिक्रमा चक्रमा छ हामीहरू चाहिँ अहिले। प्रसादहरू छ एकदम। मेन मन्दिर परिक्रमा गरिसकेका छौँ है। एकदम तल उता पर त यहीमा हामीले हाल्नु लाग्यो। भित्र नजाम हिँड्नु पर्ने रहेछ। ल हामीहरूले यता ल्याउँ, प्रसाद पनि लिइसक्यौँ। अनि अब टिको पनि लगाएर खरानीको टिको पनि लगाइसक्यौँ। यहाँको टिको चाहिँ लगाएपछि प्रसिद्ध रहेछ छ भन्ने कुरा केही छ अरे शक्ति महापर्वको शक्ति छ भनेर हामी टिको लगायौँ। अनि प्रसाद पनि लिइसक्यौँ। केटाहरू झगडा गइसकेका छन्। ल यति नै हो, अब हामी फर्किन्छौँ बाटोमा। निस्किसक्यौँ। ल गेटदेखि निस्क्यो बाटोमा भेट। केटाहरू सब अब भोकले पुरा रल भाषण केटाहरू। अब पर गएर धरमपानी गएर भात ह्याप सानिन्छ। अनि त्यसपछि केटाहरू के लाग्दैन अरे कति नै अहिले भोक लगाएर नलागेर अहिले भिडियोमा देखिन्छ। केटा यता हेर ल
स्वर्गदारी बाबा की जय स्वर्गराज महाप्रभु की जय महेश दाई की जय हेलो एभ्रिवान अब हामीहरू स्वर्गदारीदेखि फर्किसक्यौँ होइन अब फर्किन लाग्यो घुराइतिर जस्तो हजुरहरूलाई अब कस्तो लाग्यो फुल भिडियोहरू त्यसको लागि हेरेर साथ दिनु होला अहिले चाहिँ हामी गेटमा आइसकेका छौँ केटाहरू पछाडि फोटोसुट भइरहेछ केटाहरू कतिको अगाडि गइसकेका छन् म चाहिँ एकछिन गेटमा अब चाहिँ हाम्रो गन्तव्यतिर लाग्छौँ स्वर्गदारीदेखि फर्किसक्यौँ हामीहरू फर्किसक्यौँ अब लाग्यौँ हाम्रो गन्तव्यतिर अब हामी स्वर्गदारी मन्दिर पनि घुमिसक्यौँ अब